पत्रकारिता संगठित याना नेपाल पत्रकार महासंघ निस्वना दिमस सत्यनारायण बहादुर श्रेष्ठ या सचिव हेकको जन्म जयन्ती हंगुदु नेवा पत्रकार राष्ट्रिय दबु या कोसले वंगु बुद्धबाद ज्वागले छगु जाजो याना श्रेष्ठ या जन्म जयन्ती हंगु ख उल्लेख भएको अनुसार पनि यो तथ्यलाई हामी स्वीकार गर्नुपर्ने बहादुर श्रेष्ठलाई पत्रकार श्रेष्ठ नेपाल पत्रकारिता संगठित यागु तातुना विक्रम सम्वत 2008 साले पत्रकार संघ निस्वना दिएको ख तर नेपाल पत्रकार महासंघ थासा श्रेष्ठ यात दक्लेन हापामा नायक कथम मान्यता मबिसे पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हापामा नायक कथम मान्यता ब्यात अगुदु पत्रकार तेगु मंका संस्था हे नापामा नाय यात हे ठुगु कथा अन्याय व गलत तथ्य स्थापित यागु विरुद्ध नेवा पत्रकार राष्ट्रिय दबु पाखे थटे गलत तथ्य यात भिंके मागु माग तया नेपाल सबत छिन्स स व पिद निसे वेकया जन्म जयन्ती हना वया चंगुदु थोसा सोरो ज यार चाहिँ 40 से गेल जिल्ला गोसाले छिस धर्म सत्यनारायण बहादुर श्रेष्ठको तकला बटे फुटी अना छिस शुभारम्भ हेर्नु ख पुरै शुभारम्भ ठाउँ घण्टाका ठाउँ ख छिस ठाउँ वक्तव्य टोलो नेपालका पत्रकारहरूलाई सङ्गठित गर्ने उद्देश्यले सर्वप्रथम 2008 सालमा नेपाल पुगेका सम्पादक सत्यनारायण बहादुर श्रेष्ठले नेपाल पत्रकार सङ्घ स्थापना गर्नुभयो जुन कार्य समितिमा सेक्रेटरी भोजबहादुर सिंह न्यौपाने रहेको उल्लेख कृष्णबहादुर देवकोटाले नेपालको छापाखाना र पत्र पत्रिकाको नेपाल इतिहास पुस्तकमा माग गर्नुभएको छ। असाध्यै स्मरणीय असाध्यै गौरवशाली इतिहास छ जसले यो समाजलाई सङ्गठित बनाउनको लागि राणा शासनको जहानीय तन्त्रको ढङ्गङ्गी नसेलाउँदै त्यो बेलाको असाध्यै चुनौतीपूर्ण अवस्थामा पत्रकारहरूलाई सङ्गठित गरेर पत्रकारहरूको श्रमजीवीहरूको हक अधिकारलाई आन्दोलन मार्फत स्थापित गराउनको लागि प्रेस स्वतन्त्रता स्थापित गराउनको लागि र निर्वाध रूपमा अब जनताले बुझ्न पाउनुपर्छ, पढ्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ र अभिव्यक्त हुन पाउनुपर्छ भन्ने अधिकारलाई स्थापित गराउनको लागि जुन चुनौतीको सामना गरेर आफ्नो ज्यानलाई दाउमा राखेर पत्रकारहरूको संगठन गर्ने काम सुरुवात गर्नुभयो। उहाँहरूले एक्सेप्ट पनि गर्नुभएको छ हो, उहाँ नै हो प्रथम संस्थापक अध्यक्ष। तर उहाँहरूले व्यक्तिगत रूपमा एक्सेप्ट गर्नुहुन्छ, तर जब संस्थागत रूपमा स्वीकार गर्ने अवस्था आउँछ उहाँको कार्यको, उहाँको इतिहासलाई किन स्वीकार गरिँदैन? अब प्रश्न यहाँ छ। व्यक्तिगत रूपमा मैले यो कुरा स्वीकार गर्ने, संस्थागत रूपमा किन स्वीकार नगर्ने? इतिहासलाई संस्थागत रूपमा किन मेटाउन खोज्ने? यो एउटा रहस्यको कुरा हो र नेपाल यही रहस्यको भूमिमा घुमिरहेको छ। नेपालमा यो दुर्भाग्य हो, एकल भाषीय, एकल भेष, नस्लीय जुन एउटा विभेद छ, त्यो विभेदले हामी नेपालीहरू जक्डिएका छौँ, एकले अर्कोको अस्तित्व नस्वीकार्ने। पत्रकार श्रेष्ठ नेपाल टुडे या सम्पादक जुया दिशा वेकन हापामा नाय ठका ठिठी कथाया प्रमाण पेश याना पत्रकार महासंघ ज्यासना पुचलिसे ताइल निसे खतया वया चनागु जुसान पत्रकार महासंघ थासा व्यवस्था याना चंगु ठका नेवा पत्रकार राष्ट्रिय दबु या नाय सुरजवीर बजाचार्य जानकारी बिया दिएको दु। जन्म जयन्ती मनाउन थाल्यौँ हामीले 3 वर्ष अगाडिदेखि। सत्यनारायण बहादुर श्रेष्ठका बारेमा अझ बढी अध्ययन थाल्यौँ। सत्यनारायण बहादुर श्रेष्ठको परिवार, उहाँहरूको परिवारसँग अरू थप कुराहरू जान्न खोज्यौँ र यो अभियान निरन्तर अगाडि बढ्यो। आज 107औं जन्म जयन्ती हामी मनाउँदैछौँ र योभन्दा अगाडि हामीले सत्यनारायण बहादुर श्रेष्ठ उहाँको जन्म जयन्ती मनाउने कार्यक्रम नेपाल पत्रकार महासङ्घकै हलमा गऱ्यौँ। यही उद्देश्यका साथमा हामी नेपाल पत्रकार महासङ्घको हल प्रवेश गऱ्यौँ। उक्त हल प्राप्तिको लागि निवेदन गऱ्यौँ र उक्त हल प्राप्त गऱ्यौँ। त्यहाँ पदाधिकारीहरू, अध्यक्षज्यू लगायत सबैलाई आमन्त्रण गऱ्यौँ किनकि आफ्नै घरमा यो कार्यक्रम हुँदैछ र यो कार्यक्रममा तपाईँहरूको सहभागिता होस् भनेर आग्रह गऱ्यौँ।
तर दुःखको कुरा उक्त कार्यक्रममा पत्रकार महासङ्घकै हलमा पनि सत्यनारायण बहादुर श्रेष्ठको 106 वर्षको जन्म जयन्ती मनाउनको लागि गरिएको आग्रह कुनै न कुनै बहानामा अस्वीकार गरियो। निकै दुःखद। 107औं जन्म जयन्ती मनाउने कसरी 106 वर्षमा जन्म जयन्ती मनाइरहँदाखेरि हामीले एउटा आग्रह अर्को पनि गर्यौँ। आजको जन्म जयन्ती नेपाल पत्रकार महासङ्घकै नेतृत्वमा हामी मनाउन पाऊँ। हामीले नेपाल पत्रकार महासङ्घकै छातामुनि रहेर यो दिन आज जसरी हामी यहाँ मनाइरहेका छौँ, उहाँहरूको नेतृत्वमा अहिले जो पत्रकार महासङ्घको कार्य समितिमा हुनुहुन्छ, उहाँहरूको नेतृत्वमा हामी सबै जागरुक भएर मनाउन पाऊँ। त्यो बेलाको हाम्रो एउटा इच्छा हामीले व्यक्त गर्यौँ। पत्रकार